कति दुःख बस्ने सिट पनि पाठ मान्छेहरू सबै जान थालिसकेको छ। यता भन्न गेम कस्तो भयो एकदम हैन मेरो चस्मा फेरि। अब म घोपा क्याम्प गएर बुवाको लागि गुड मर्निङ एभ्रिवान। आज नेक्स्ट भिडियो लिएर हजुरहरूको सामु उपस्थित भइसकेको छु। म चाहिँ अब घरबाट बाटो लागेको फोर होटल अनि यहाँ भाबी जानुहुनुहुन्छ बाई बाई। अब गएको घर ज्याक बाई बाई नाना म गएको अब ज्याक नरुई बस ल गएको म दिप्सन डुलेको यहाँ दिप्सन भादाई हुनुहुन्छन्। कहाँ गएको डुल्नु हो ल बाई बाई। म गएको अब त्यहाँ तल सफारी चढेर जान्छु म। अनि यस्तै हो भिडियोले चाहिँ माया चाहिँ गरिदिनु है। एनी हाउ लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु है। हजुरहरूको सपोर्ट चाहिएको छ मलाई। हजुरहरूले मलाई माया गरिदिनु पर्ने हुन्छ। स्कुलको गाडी सफारीमा कोही पनि हुनुहुन्न म केबाट जानु। कसको पालो के भयो त्यहाँ चाहिँ तपाईँको पालो अनि सबै हारै जानुहुने के भयो त्यहाँ चाहिँ ए दाजुहरू यस्तो गर्नुहुन्छ नि हो यस्तो डस्टबिन चाहिँ राख्नुपर्छ है। ल म अब सफारीमा चढेर गएको नबसी चाहिँ किन कुदाउनु भएको अहिले दाजुलाई नि म अन्त बाई बाई दाजु भन्ने। अब म त भानुचोक लागेको दाजु अनि अब म पर पुगेर के गर्नु छ। म चाहिँ अब फेरि घोपा क्याम्प जानलाई रेडी भइसकेको छु होइन मेरो चस्मा फेरि। अब म घोपा क्याम्प गएर बुवाको लागि त्यो डक्टरलाई भेटेर के अब त्यो के भन्नुहुन्छ औषधि फेरि खानु कि त्यही अब चाहिँ खानु छोड्नुपर्छ कि त्यो सल्लाह सुझाव सोधेर आएर म त्यो सल्लाह सुझाव लिएर आउनु छ। अब जानु छ है के गर्नु त अन्धी भइहालिन्छ चस्मा लाउनै पर्यो। अब म गएको अब म के गर्छु कसो गर्छु म सब देखाउँछु होइन। सफारीबाट जान्छु होइन अनि घोपा क्याम्प चाहिँ 4-5 मिनटमा पुऱ्याउनुहुन्छ होला सफारीबाट। म चाहिँ अब सफारीबाट जाने चाहिँ सफारीमा चढिसकेको छु अहिले बाइकबाट होइन। मान्छे छैन म एक्लै छु आइदिनुहोस् न कोही त हुनु नि घोपा त्यहाँ दाइहरू बस्नु भएको छ है तलको यो ग्रिन कलरको त्यो सिसा भएको चाहिँ हो हाम्रो होटल। आउनु होला तपाईँहरू आउनु मिठो गोपा हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेछ भने पुतली लाइनबाट हुँदै गोपा पुग्ने हो। म चाहिँ सफारीबाट झरेर पनि अब चलेको यहाँबाट कुपन काट्नु लगाएको दिदीको फार्मेसीमा आमार फार्मेसीमा। अनि म अहिले त्यहाँ पुगेर त्यो ओपिटी कार्ड लिएर गएर डक्टरलाई भेटेर फर्किन्छु। अहिले कुपन काटिदिनु भनेको अन्त सुरुको 1 नम्बर कुपन नै हुन्छ भनेर यहीँ यो छोडेर गएको झन् 42 को रहेछ। अब म कति बस्नुपर्छ आम्मा तर केही छैन अब बस्छु होला। आलोक दहाल सरलाई भेट्नु पनि यति गाह्रो छ मलाई आजको दिनमा। मान्छेहरू यत्रो हुनुहुन्छ बिचरा कोही बिरामी कुर्दै हुनुहुन्छ कोही के गर्दै हुनुहुन्छ। म चाहिँ डक्टरलाई भेट्न जाँदैछु। मैले रिपोर्ट
पनि देखाइसकेँ अनि सल्लाह सुझाव पनि लिइसकेँ। हाम्रो बुवाको चाहिँ घाँटी दुखेको नि त, अनि त्यसको एक्सर्साइज पनि सिकाउनु पर्ने रे मैले। अनि औषधि लेखिदिनु भएको छ, अब म त्यो मेडिकलमा गएर औषधि किन्छु। र म लाइनमा बस्दा बस्दा झन्डै मरेँ। कति भने 42 थियो नि त, बल्ल मेरो पालो आयो। अनि अहिले 12 बजिसक्यो भन्दा नि 1 बजिसक्यो। अहिले घर पुग्नु भोक लागिसक्यो। अहिले घर आइसकेको छु। बुवाको त्यो औषधिहरू किनेर अनि सफारीबाट यहाँ टाउको दुखिरहेछ क्या, तल बस्दा बस्दा अनि म कति घन्टा बसेको हौ, 2 बजिसक्यो। अनि यो आइसक्रिम खाएको, गर्मी धेरै छ नि त अहिले धरानमा, त्यही भएर अनि म अहिले अब एकछिन यहाँ बस्छु। अनि फेरि मेरो अरू काम पनि छ। अहिले म 1:30 बजी घर आइपुगेको छु, औषधिहरू किनेर यताउता सबै सकाएर। अनि अब म आइसक्रिम पनि खाँदैछु। गर्मी छ नि त धरानमा अहिले कति धेरै, त्यही भएर अनि अब म एकछिन बस्छु, रेस्ट गर्छु। अनि फेरि म 2 बजीको क्लास जानु छ। अनि मेरो के आज गर्छु म सबै देखाउँछु हजुरहरूलाई। अहिले चाहिँ म रेस्ट गर्छु एकछिन। नमस्कार, गुड मर्निङ एभ्रिवान। अघिको भिडियोमा हिजो के कसो गरिसक्यो हेरिसक्नु भयो होला। हिजोको भिडियो छोटो भएर आजको पनि त्यही जोडेर बनाएर पोस्ट गर्छु मैले एडिट गरेर होइन, किनभने हिजोको छोटो मात्र भिडियो भएको छ नि त। म हिजो हस्पिटलबाट आएँ, अनि हस्पिटलबाट घर आउँदाखेरि मोबाइल चार्ज सकिरहेको थियो। अनि त्यहाँबाट त कहीँ पनि गइनँ, किनकि मेरो टाउको पनि दुखिरहेको थियो नि त हस्पिटलमा बस्दा बस्दा। अनि त्यही भएर अनि हिजो त्यहाँबाट म कहीँ गइनँ। अनि त्यति छोटो मात्र भिडियो भयो नि त। अनि आजको पनि म त्यही जोडेर हजुरहरूलाई भिडियो देखाउँछु। अनि आज चाहिँ यहाँ आशा दिदीको छुट्टी छ। आशा दिदीको छुट्टी भइसकेपछि त मै गर्नुपर्ने हुन्छ किचनमा। अनि त दाइ पनि हुनुहुन्छ। म चाहिँ अहिले सब्जी काट्दैछु। दाइ चाहिँ थुक्पाको सुपहरू बनाउँदै हुनुहुन्छ। आज के कसो गर्छौँ आजको पनि हेरिदिनु होला। हिजो के कसो गरेँ यही भिडियोमा मार्फत आउनेछ त्यो पनि होइन। त म चाहिँ उद्यमशीलमा उद्यमशील के पो भन्छ बचत खातामा आएको दिदीको पैसा लिनलाई अहिले लिएर फर्किसकेको छु। दिदी चाहिँ पैसा लिएर आउनुहुन्छ, म चाहिँ फर्केको। अब मेरो काम छ पर, त्यही भएर म जाँदैछु। धरानमा यति टन्टरपु भन्छ कि म उद्यमशील सहकारी संस्थाबाट फर्किँदैछु। तर कति धेरै गर्मी छ, यस्तो गर्मी छ धरानमा, घाम लागिरहेछ। म चाहिँ होइन यताउता के कामहरू सकाएर अहिले चाहिँ यहाँ बसिरहेको छु। अनि अहिले पनि हामी माथि स्टेडियम जान लागेको, किनकि आज स्टेडियममा अन्तिम खेल छ अरे नि त फुटबलको। अनि त्यो हेर्नलाई। अनि यहाँ चाहिँ अब भोलि भाबीजान गाउँ जाँदै हुनुहुन्छ, त्यसको लागि यहाँ सामानहरू प्याकिङ गरिराख्छु मैले छिटो छिटो। अनि त्यसपछि छिटो रेडी भएर जानुपर्ने हुन्छ। म अब यहाँ औषधिहरू अनि सबै प्याकिङ गर्नु छ। आमाको औषधि, बुवाको हिजो किनेको औषधिहरू सब प्याकिङ गरेर म जान्छु स्टेडियम। आज गेम हेर्नु, हजुरहरूले पनि म देखाउँछु। म चाहिँ अब स्टेडियम गएर गेम हेरेर आउँछु। अहिले खोइ कति 8 बजीदेखि सुरु रे, 7 बज्दैछ। अब हामी चाहिँ जाने। मेरो साथीहरू चाहिँ पर पर्खिँदै हुनुहुन्छ, मलाई कल गरिसक्नु भएको छ छिटो आऊ भनेर। म अब जान्छु, म चाहिँ बाटो लागेको। अब गएको यहाँ दाजु र भाउजूले किचनमा गर्दै हुनुहुन्छ। म अब गएको, कहिले काहीँ त जानुपर्छ नि घुम्नु होइन। अब चल्दिएको दाजुहरू नरिसाउनु भने नि चल्नु ल तपाईँहरू, म आइहाल्छु एकैछिन। अब म चाहिँ घरबाट बाटो लागेको होइन। मेरो भान्जाले हेर्दैछ ल म आइहाल्छु सक्यो भने। अब हामी घरबाट बाटो लागेको, समीक्षाहरू अटोबाट गइसक्यो। म यहाँ दाजुसँग जाने हो, टक्कसँग पुगेँ। अनि गेम हेर्ने ढिलो भइसक्यो होला, तर र पनि जाने एकछिन के कसो हुन्छ म हजुरहरूलाई नि देखाउने छु। औ छिटो न, हामी त गएको। अहिले हामी बाटोमा छौँ होइन, तर अँध्यारो छ होला, त्यति राम्रो त देख्दैन होला, तर पनि राम्ररी हेरिदिनु होला। बाटो यस्तो छ धरानको, कस्तो हावाको मिठो। किनकि कम्ता गर्मी छ अहिले धरानमा। हामी पुग्न पनि लागिसकेको छु मैले।
आएको छौँ साथी दिदी हेलो दिदी हाई हामी स्टेडियम पुगेको छौँ कहाँबाट छिर्नु आज बस्ने ठाउँ छ कि छैन होला यताबाट ए गोल्ड कप के गरेको फोटो खिच्ने फोटो सुट हुँदैछ यहाँ खतरा फोटो सुट हुँदैछ यहाँ दिदी बहिनीको नुमा इग्नोर गरिदिने मलाई नुमाले मलाई इग्नोर गरिदिरहेको छ फोटो सुट हुँदैछ यहाँ अनि आज गेम खतरा हेर्ने हो कति थिरेर मिल्ने यत्रो भएर छ सबै फुल होला हो आज त मान्छेहरू यहाँ त यत्रो हेरिराख्नु भएको छ छिटो फोटो खिच्नु न खतरा बजिरहेछ गेम चाहिँ सुरु भइसकेको छ हाम्रो चाहिँ फोटो नि खिचिसकेको छौँ यहाँ छिटो आउनु न फोटो सुट खतरा भएको छ अब हामी चल्देको कति खतरा रेडी सुरु हुँदैछ फर्किन आउनु न हामी हेर्नु पाउँछौँ भन्ने आश छ भेरी गुड तपाईहरुलाई बोट झार्दिएपछि हेर्नु पाउँछौँ बोट झार्दिनु भयो अब चाहिँ हामीले के ल अब चाहिँ देख्छौँ हामीले खतरा बसी धैर्यताको फल मिठो हुन्छ भन्ने कुरा हो हामी चिच्चाएर भए पनि बसी हेर्नु पायो बसी हेर्नु पाइन्छ हल्ला गर्दा गर्दा घाँटी सुकिसक्यो तर गोल गर्दैनौ देख्दैन पनि राम्रोसँग छिटो गोल गर्नु न दाजुभाइहरू कति धेरै मान्छे हुनुहुन्छ नि हो
एक गोल पनि नहाल्यो अनि कसरी हाफ टाइम भयो कमसेकम एक गोल त हान्नुपर्छ नि हाफ टाइम भइसक्यो एक गोल पनि हानेको छैन मामाहरूले हेर्दै हुनुहुन्छ यहाँबाट हाफ टाइम सकेर फेरि पनि गेम सुरु भइसकेको छ गेम फेरि पनि सुरु भइसकेको छ अब यहाँ बस्ने अलिक मतलब स्थान पाएको छु म खुसी छु एउटा गेम हो रहे भने कति स्लो गेम भएको क्या त राजा फाइनली वडा नम्बर 14 ले गोल हान्न सफल भएको छ यता मलाई हेर्दैछ अनि यहाँ पुरा गोल हानेकोमा सेक्युरिटी गार्डहरूलाई गाह्रो भइरहेछ फाइनली 1 घन्टा आधामा गोल हान्यो वडा नम्बर 14 ले है आमा खतरा अब चाहिँ तर 15हरू पनि खतरा खेलिरहेछ है खतरा खेलिराख्नु भएको छ गेम पनि सकिसकेको छ होइन 14 वार्ड नम्बर 14 ले जित्छ जस्तो छ एक गोल हानिसक्यो अब त धेरै टाइम पनि छैन हामी चाहिँ अब चल्दैको 11 बज्न आँटिसक्यो अब हामी सुरु चल्दैको साथीहरू बसेर भए पनि हेरियो अब चाहिँ हामी गएको घरतिर यत्रो धेरै मान्छेहरू कति चाहिँ होला मान्छेहरू हेर्नु यस्तो हल्ला गरिरहेको छ कि आम्मा अब चाहिँ चल्दैको हामी चाहिँ मान्छेहरू सबै जानु थालिसकेको छ यता भन्न गेम कस्तो भयो गेम यता चाहिँ गेम कस्तो भयो रमाइलो भयो तर आजको जति दोस्रो गेम चाहिँ हेरेको छुइनँ मैले यति स्लो गेम छ अब गएको मान्छेहरू त कति हो नि आमा कति हो कता हो हराउँछ मान्छेहरू होटल बनाइसकेको छु दाइहरू यहाँ हुनुहुन्छ नरिसाउनु होला म आइसकेको छु अब चाहिँ म फ्रेस हुन्छु अनि सुत्छु अनि मेरो भेटियो होइन अहिले यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि भिडियो हेरिसकेपछि सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु र आजको मेरो भिडियो चाहिँ यही इन गर्दैछु अनि अब भोलि अर्को भिडियोमा भेट्नेछौँ बाई बाई गुड नाइट